गुड मर्निङ स्वागत छ यहाँलाई मेरो नयाँ ब्लग नयाँ भिडियोमा। आजको सुरुवात चाहिँ म हेटौडाको मकवानपुरको मन्दिर प्रख्यात मन्दिर सरी म्याम के अरे मन्दिर मनोकामना बिन्दवासी मन्दिर चाहिँ दर्शन गर्न लागिरहेछ। यहाँ चाहिँ हाम्रो क्युटेस्ट म्याम यहाँ हिँड्छौँ सर होइसिन्छ मनोकामना मन्दिर हामी पनि आएको बिहान मर्निङ वाकसँग मन्दिर आएका छौँ। हामी मन्दिर दर्शन गर्न हस् हजुर चाहिँ गइसक्यो। यहाँ चाहिँ मनोकामना मन्दिर अब ब्याकलग भनौँ के भनौँ होइन जानु पाइएन त्यहाँदेखि ठिक छ यहीँबाट हेरेर दर्शन गर्ने ल मन्दिर चाहिँ एक्सर्साइज पनि गर्दै हुनुहुन्छ। चाहिँ रोटी पकडाएको छैन होइन अब के गर्नु मेरो चाहिँ ससुराको कस्तो भनिसकेको होइन त्यो पनि अब सरहरूको जान्न भन्दै थिएँ सर म्यामहरूले फेरि सबैजना गएको छौँ त्यो बाहिर बसेर घुम्यो भनेर भनेको थियौँ होइन। मान्छेहरू बुढालाई धेरै मिस गरिराखेको छु होइन नगरको ठाउँमा मन्दिर आइपुग्यो पनि दर्शन गर्ने हो होइन। मन्दिर चाहिँ ठाउँ चाहिँ एकदम राम्रो छ एकदम राम्रो एउटा बजार उहाँ यता पेटवटा बजार है होइन नसोचेको ठाउँमा पनि आइपुग्नु नेपालमा बसेर पनि फर्स्ट टाइम एउटा के गर्नु त्यस्तै होइन यहाँको भ्यू हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी यहाँबाट फर्केको होइन यहाँ चाहिँ एकदम गीत बजाइरहनु भएको थियो त्यही भएर मैले अब भोइस ओभर गर्नुपर्ने भयो। चिया खानु नपाएर होइन अब चाहिँ हामी यहाँबाट फर्क्यो यहाँ फर्केर चाहिँ पुरै सरसफाइ कार्यक्रम हुँदै थियो बाटो चाहिँ एकदम राम्रो थियो होइन सरसफाइ हुँदै थियो। अनि अब हामी चाहिँ यहाँबाट अब फर्केको हाम्रो कार्यक्रमहरू सबै सकेर शहीद स्मारक यो चाहिँ पार्क छ हामी चाहिँ यहाँ आइपुगिसकेको छौँ होइन। यहाँ चाहिँ सरहरू टिकट काट्दै हुनुहुन्छ यहाँ चाहिँ सरहरू टिकट काट्दै हिँड्छ। यहाँ चाहिँ पार्किङ गर्ने ठाउँ ठुलो छ होइन यहाँ त गैँडा पनि पर्छ त देख्नुभयो। चाहिँ हाम्रो शहीद स्मारक पार्क छ होइन त्यहाँ चाहिँ हामी एकदम भेटघाट कार्यक्रममा थियौँ। हाम्रो हेड अफिसबाट पनि सर म्यामहरू आउनु भएको थियो चिनजान भयो एकदम फोनमा मात्रै कुरा हुन्थ्यो नि त त्यति आज चाहिँ एकदम प्रत्यक्ष भेटघाट गरेर एकदम रमाइलो भएको थियो। लु अब चाहिँ हजुरलाई म हेटौडाको पार्क चाहिँ घुमाउँछु है त घुम्नु सँगसँगै पार्क लु मजाले बनाउनु हुँदो रहेछ त म भन्दा खतरा बनाउनु हुँदो रहेछ त नुहाएर मात्रै हो राम्रो। यो सिँढी कति तल आउँदैछ मजाले भन्दै एकदम राम्रो चराचुरुङ्गीहरूको आवाजले मन्त्रमुग्ध पारेको हुन्छ यहाँ हजुरले कति घुम्नुभयो कति रमाइलो गर्नुभयो होइन। हामी चाहिँ त्यो उकालो सिँढी चढेर गलेँ अनि ठाउँ त एकदम राम्रो छ जङ्गलको बिचमा छ होइन एकदम राम्रो छ यो ठाउँ यहाँनिर। तर यहाँ हजुरहरू आउनुभयो भने चाहिँ मजाले टाइम लिएर आउनु होला निकै ठुलो क्षेत्रफलमा फैलिएको छ होइन। यसो आएर रमाइलो गरिमा अब शीतल हुने हजुरले आउन सक्नुहुन्छ यहाँ। म त एक राउन्ड घुमिसकेँ यहाँ चाहिँ एकदम राम्रो छ होइन। हजुर हेटौडा आउनुभयो भने चाहिँ यो स्मारक पार्क चाहिँ नबिर्सिकन घुम्नु होला। तर दिउँसो घाम लागेको बेला त नआउनु होला है अलिक शीतल भएपछि मात्रै
शहीद स्मारक पार्कको चाहिँ स्तम्भ जस्तो लाग्यो मलाई चाहिँ होइन। यहाँ हजुरले देख्नुहुन्छ कि देख्नुहुन्न, यहाँ चाहिँ चित्रहरू बनाएको सायद हाम्रो शहीदहरूको आन्दोलन गर्दाखेरिको होला। अझै पनि पेन्ट गरेको छ भनौँ न, फोटो त होइन, पेन्ट चाहिँ गरेको छ। यहाँ चाहिँ यसलाई के पो भन्छ, ड्रागन भन्छ। ऊ त्यो रोटेपिङ ड्रागनमा त ऊ त माथि टुप्पामा बस्दाखेरि त आमा चाहिँ यहाँ प्रायः हाम्रो सबैको प्रायः फर्स्ट टाइमै होला। ए हो र, पिकनिक यहाँ आएको ठुलो पार्क पनि पिकनिकको लागि झन् कति राम्रो हुन्छ। यो चाहिँ पार्किङ पनि कत्रो, पार्किङ पनि होइन जू राम्रो मजाको सुन्दै हुन्छ। किराको मात्रै आवाज आइरहेको छ यहाँ। यहाँ भिजाउनुहुन्न उहाँले, भिजाउनु मैले त्यहाँ माथि बसेर त के भिजाउनुहुन्थ्यो। यहाँ चाहिँ व्हाइट परेवा छ है। महाराज बसिरहनु भएको रहेछ त यहाँ त। यता देखाउनुहोस् हजुर, देखाउनु भयो त ऊ महाराजले, गिद्ध महाराजले टाउको देखाउनु। यो चाहिँ मुसा के हो, ठुलो मुसा, विदेशी मुसा होला। यहाँ रहेछ यहाँ त चिची पनि शहीद स्मृति स्तम्भ है। यो चाहिँ वनभोज कार्यक्रम अभावले गर्दाखेरि हजुरलाई सबै ठाउँमा म घुमाउन सकिनँ होइन। अब नेक्स्ट टाइम आउँदाखेरि चाहिँ घुमाउँछु है त। अब आजलाई यति नै, अब हामी फर्केको, बाई। रमाइलो गर्नुभयो होला तपाईँहरू पनि घुमेर। हामी यो शहीद स्मारक हेटौँडाबाट चाहिँ अब हामी फर्किसकेको छौँ होइन। अब आशा छ हजुरहरूले पनि घुम्नुभयो होला। मैले धेरै त घुमाउनु पाइनँ, थोरै मात्रै घुमाएँ होइन, किनभने समय कम छ। बिहान आज हामीले 9 बजीदेखिको प्रोग्राम छ नि त। अब यहीँ 9 बज्न आइसकेको छ। अब चाहिँ हामी फर्किन लागेको। आशा छ हजुरहरूले राम्रोसँगले घुम्नुभयो होला। हामी चाहिँ अब त्यहाँ ब्रेकफास्ट खाएर होइन, त्यस पछाडि अनि हाम्रो कार्यक्रम सुरु भयो। त्यसमा थोरै छोटो मात्रै क्लिप राखेको छु। त्यस पछाडि अनि हाम्रो कार्यक्रम सायद 2-3 बजीतिर सकेको थियो। सकिसकेपछि अनि हामी फेरि प्रस्थान कोही बिराटनगर, कोही कहाँ जानुपर्ने। अनि मेरो भिडियो अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मन पऱ्यो भने लाइक र सब्सक्राइब पनि गरिदिनु होला। अनि एउटा छोटो मिठो कमेन्ट पनि छोडिदिनु होला। यहाँ चाहिँ गीत एकदम बजिरहेको थियो, त्यही भएर मैले साइलेन्टमा बनाएको है त।